बुढी आमाको आँगनमै एउटा स्याउको बोट थियो। बोटमा सधैँ राम्रो स्याउ फल्थ्यो। बुढी आमा स्याउ टिपेर कहिले आफै खान्थिन्, कहिले बेच्ने गर्थिन्। केही दिनदेखि उनले एउटा कुरा महसुस गर्न थालिन्। स्याउ कम हुँदै गइरहेका थिए। उनीलाई शङ्का लाग्यो, कतै कसैले चोरी त गरिरहेको छैन? शङ्का लागेपछि बुढी आमाले घर वरिपरि नियालेर हेर्न थालिन्। एक दिन उनले देखिन्, एउटा भँगेरा स्याउ टिप्दै थियो। भँगेरा स्याउ टिपेर सधैँझै आफ्नो घरतिर लैजान्थ्यो। त्यो दिन बुढी आमा चुपचाप भँगेराको पछि लागिन्। भँगेराको सानो घरमा पुगेर झ्यालबाट चियाएर हेर्दा बुढी आमा स्तब्ध भइन्। भँगेराकी श्रीमती गर्भवती थिइन्। साना छोराछोरी भोकै थिए। स्याउ त उनीहरूका लागि खाना जुटाउन लगेको रहेछ। त्यो देखेर बुढी आमाको मन पग्लियो। त्यसै बेला एक्कासी भारी वर्षा सुरु भयो। भँगेराको सानो घर भत्किन थाल्यो। पानी पस्न थाल्यो। बुढी आमा दौडिँदै भइन्। भँगेराको परिवारलाई आफ्नै घरमा ल्याइन्। न्यानो दिइन्। स्याउ र खाना खुवाइन्। छोराछोरी पेट भरी खाए। श्रीमती सुरक्षित भइन्। सबै खुसी भए। त्यस दिनपछि स्याउ चोरी भएन, किनकि अब सबै परिवार बने। यदि यो कथा तपाईलाई मन पर्यो भने लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नबिर्सनुहोला। फेरि भेटौँला अर्को नयाँ कथामा। धन्यवाद।